जियोलाई लुज गरे सँगसँगै अलिकता भल्नरेबल छ यहाँ पक्कै पनि टिम बन्यो। यता जोनले च्याप्न थाल्यो, कोल्याप सर्कलको कहानी आइसक्यो, नोफियरले पनि स्मोक लगाएर अगाडि आउनुपर्छ, नोफियरले सायद C1ले आउन दिँदैन होला, नेट बचेको रहेछ। जो AST का प्लेयर थिए उनीसँग अझै पनि नेट बचेको रहेछ, बट स्लिपीले डच गरेछन्। अब नोफियरले C1 को प्लेयर एकलाई मात्रै नक निकालेर पनि आफू अगाडि थोरै बढ्न भ्यायो भने अझै पनि टिम कन्टेस्टमा रहनेछ। बट 3टा नेपाली टिम धेरै राम्रो खेले यो म्याचमा आइपुग्दाखेरि। नोफियरसँग 5 नेट रहेको छ, उनले देखिरहेको छन् AST को प्लेयरको मुभमेन्टलाई, थ्रोएबल्स फालिरहेको पनि देखिरहेको छन्। एक क्लियर नक पाए भने त्यसपछि उनले आफूसँग भएको थ्रोएबल युज गर्न भ्याउने हो। उता च्याम्पियनको प्लेयरलाई पनि देखे एक नक चाहिएको छ नोफियरको तर्फबाट। एम डुअलमा गेम आइसकेको थियो, बट त्यो बिचमा डज गरे किनभने त उनी रेडी थिएनन्। स्लिपीको पोजिसन पनि अब अलिकता खतरामा चाहिँ आइसकेको छ। नोफियरको पोजिसन थाहा पाइसकेको छ ASTले, जोनको ड्यामेज आइसक्यो, नोफियरलाई खासै केही गर्न मिल्दैन, उनी कभरमा जान पनि भ्याएनन्, गाह्रो पऱ्यो त्यो सिचुएसनबाट खेल्न, थ्रोएबल्स भएको पनि युज गर्न भ्याएनन्। यता मसरुम टावरमा बचेको प्लेयर स्लिपी अझै पनि बचेकै छन्, अझै पनि खेलेकै छन्, बट उनीसँग थ्रोएबल बचेको छैन, अगाडिपट्टि देख्ने अवस्था पनि छैन। कोल्याप सर्कलको कहानी के AST पहिला लड्ने हो या स्लिपीमाथि एउटा नेड आउने अनि कहानी सक्ने हो, यो इन्ट्रेस्टिङ ट्विस्ट बन्दैछ म्याचमा। कथिन्जेल बस्न सक्छ नि त स्लिपी त्यहाँ। रिकको थ्रोएबल त हातमा देख्दैछु मैले, भेनम पनि कुक गर्दैछन्, मेबी स्लिपीको अगेन्स्टमा नेड आउन सक्ने छ यहाँ। यता च्याम्पियनका प्लेयरहरू चुपचाप बसिराखेका त छन्, रिक क्रस गर्न भ्याट्रिक्स पछाडिबाट नेट ठिक पार्दैछन्। AST को टिम यो हातबाट त निस्कियोस् भनेर कहीँबाट पनि चाहने छैनन्, नेट फालिएको छ। एटोमिकको अगेन्स्टमा ड्यामेज त्यसले खासै दिएन, एटोमिक आइपुगे त्यो मसरुम टावरमा नै तलबको स्पेस उनी समात्नेछन्। भेनम जट रियलाइज गरे उनले, थ्रोएबल फाल्ने बारेमा सोच्दै त छन्, अर्को प्लेयरलाई स्पट पनि गरिसकिएको छ, गनकै साथमा जान खोज्दै थिए, एसपी कम गरियो, भेनम तोरे पछाडि सर्न बाध्य, 2 प्लेयरको एसपी छैन त्यहाँ, रिक हिल गर्दैछन्, रिकको अगेन्स्टमा कनेक्सन ल्याउन खोजिँदै त थियो, भेनम हिल गर्नुपर्ने हुन्छ, उनले पनि कोल्याप सर्कल पनि इन्टेन्स तरिकाले सकिने अवस्था आउन आँटिसकेको छ। AST स्ट्रङ पोइन्टमा छन्, अझै पनि देख्न सकिन्छ उनीहरूले जित्न सक्ने माहौल भन्न सक्नेछ, बट ट्रिक्स अगाडि गए, उनी ढल्न पुगे, स्लिपी सर्भाइभ गर्दैछन् अझै पनि, भेनम पनि डाउन हुन पुगेका छन्। यो च्याम्पियनको टिमको लागि कहीँ न कहीँ माहौल पनि बन्दैछ, उता स्लिपीले पनि केही गर्लान् भनेर भन्न सकिन्छ होला। स्लिपी उफ्रिएर सर्ट दिन खोज्दै थिए, थ्याङ्कफुल्ली AST को टिम जित्न सफल बनेर रहनेछन्। च्याम्पियनलाई तारिफ गरौँ किनकि यो टिमले पनि कोसिस त दह्रो गरेको हो, AST लाई त्यति सहज भएन होला यो गेम निकाल्नको लागि। म त मिस गरिसकेँ कि क्या हो फिल गर्दै थिएँ। फाइनली AST को